हेलो गाइज, नमस्कार सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हाम्रो घरको कोदो रोप्ने मेलो हो। अहिले चाहिँ हाम्रो गाउँतिर बारीमा कोदो रोप्ने बेला भएको हो। अनि आज चाहिँ हामीले मेलो गरेर कोदो रोप्न लागेको छौँ। अब खाजा खाने बेला भइसक्यो। खाजा खाएर अब माथिको एउटा गह्रो रहेको हो, त्यो खन्ने बेला भयो होइन। अनि अहिले चाहिँ हाम्रो गाउँतिर कोदो रोप्ने सिजन छ, कोदो रोप्ने टाइम। अनि हामीले त्यसरी मकैबारीभित्र रोप्छौँ कोदो चाहिँ। हाम्रो बाँकी भएको गह्रो भनेको यही नै हो होइन। अहिले चाहिँ पोखरातिरै थिएँ म, गाउँतिर आएर मेलो भनेर आएको। यसरी मकैबारीभित्रभित्र रोपिन्छ। यहाँ चाहिँ छेउपट्टिको साइडमा मम्मीले एक्लैले खन्दै रोप्दै गर्नुभएको हो। अनि हाम्रो मकै चाहिँ यत्रो भएको खन पसाएर है, अलि पछि अब बढ्दै गएपछि भाँच्ने बेला पनि हुन्छ मकैहरू। यो हाम्रो मकैबारी। अनि कोदो यस्तरी रोपिन्छ। यहाँ चाहिँ उतासम्म रोपेर सक्नुभएको हो मम्मी एक्लैले। अनि 3टा गरा थियो टोटल रोप्ने चाहिँ। अनि तलको एउटा गह्रो, घरभन्दा अलि मुनिपट्टिको तलको गह्रो चाहिँ रोपेर सकियो, मैले खनेको त्यो चाहिँ। अनि यो चाहिँ अब 1-2टा बाँकी थिए, 1-2टा नभन, एउटा यही मात्रै बाँकी हो। अर्को चाहिँ यहाँ माथिको चाहिँ मम्मीले रोपिसक्नु भयो। कारण यहाँ माथि पनि छ हाम्रो एउटा गह्रो। यो चाहिँ हाम्रो खरबारी होइन, यो गह्रो पनि हो होइन। यो चाहिँ मम्मीले खन्दै रोप्दै गरेर सकिसक्नु भयो। यसमा पनि मकै त्यस्तै भइसकेछन्, पसाइसकेको हुन्। अब लाखु आएनन् भने फेरि लाखु आयो भने त खत्तम पार्छन् फेरि भाँचेर है। अनि यो चाहिँ हाम्रो खरबारी, त्यो हाम्रो बारी भयो। अनि मेरो क्याप चाहिँ पुरै यस्तो भएको हो। यो मकैको माथिबाट धुलो झरेर कालो क्याप हो, यो ब्ल्याक कलरको पुरै। यो पहेँलो, यो पुरै धुलो हो मकैको झरेको। अनि अब हाम्रो यो गह्रो रोपिसकेपछि चाहिँ यो वर्षको हाम्रो कोदो रोपाइ चाहिँ सकिन्छ होइन। अनि त्यसपछि कोदो रोपाइ सकिएपछि आनन्द हुन्छ। त्यसपछि अलि पछि खेततिर पस्ने, असार पनि बिस्तारै लाग्छ। अनि यहाँ चाहिँ छेपारो छ रुखमा यत्रो ठुलो। ल आम्बाले तलै फडाले त हौ। अनि त्यसपछि अब म चाहिँ खन्न गइरहेको छु। हाम्रो चाहिँ मकैबारी दराम भन्नेवाला गीत छ। अब त्यो चाहिँ रियल लाइफमा हुन्छ होइन। यो मकैबारी भयो। अब मैले यहाँ बाउसोले दराम बार्छु। मकैबारी दराम अहै भन्नेवाला त अब यहाँ हुन्छ होइन। रिलवाला होइन कि रियलवालामा मकैबारी दराम हुन्छ साथीहरू। सो आई विल कन्टिन्यू माई ब्लग। अब म चाहिँ बाउसो लिएर खन्न गइरहेको छु। अब यिनै हात हुन्। कहिले चाहिँ अब इन्जेक्सनहरू, पेसेन्टको मेडिसिनहरू समाएर मेडिकेसन गर्ने होइन। कहिले यही हातले चाहिँ पोस्टरहरू समाएर हेल्थ टिचिङ दिने। जिन्दगी रमाइलो चलिरहेछ। अनि अहिले चाहिँ यही हातले मेरो हतियार, किसानको हतियार कोदालो बाउसो समाएर अब फेरि मकैबारी दराम पार्न गइरहेको छु म। अनि खुट्टा यस्तो भइसक्यो पुरै धुलोले है। धुलो माटोमा खेलियो, हुर्कियो, हिलोमै हुर्कियो। तर नि केही छैन, जिन्दगीमा गर्ने हो, निरन्तर रूपमा गरिराख्ने हो, लागि पर्ने हो होइन। सेतो चप्पल नि अलिअलि पहेँलो भइसक्यो। यो चाहिँ मेरो बाउसो। अब म मकैबारी दराम पार्न गइरहेको छु। खाजा मैले खाइसकेँ। ल म चाहिँ अब चप्पल खोलेर बारीमा इन्टर गर्न गइरहेको छु। भित्र छिरिसकेँ म चाहिँ। अब हेर म कहाँबाट खन्ने भनेर। कहिले नि यस्तो काम गरिन्छ, बाउसो खनिन्छ, हलो जोतिन्छ होइन। खेतबारीमा धुलो माटामा खेलिन्छ भनेर चाहिँ लाज लागेन, लाग्नु नि हुन्न।
किन भन्दाखेरि खेती किसानी गर्न परेपछि के को लजाउनु र होइन गर्ने नि यही हो त। अनि गाउँघरमा त गर्नु पर्यो। हाम्रो चाहिँ यता साइडमा रोपिसक्नु पर्छ। यति यो छेउ र यति कुनो बाँकी छ बारीको। अब म चाहिँ यहाँ खन्न गइरहेको छु। साडी लाएर आएँ भने कालो चस्मा लाएँ भने भन्नेवाला केटीको थियो होइन। मैले चाहिँ सर्ट लाएर आएँ भने कालो टोपी लाएँ भने पक्लक्कै ढल्छ केटो दर्याम दर्याम मकैबारी कर्याम कर्याम। के हो फेरि गीत पनि राम्रोसँग आउँदैन यार। हाम्रोतिर चाहिँ हामीले यसरी कोदोबारीको भित्रभित्र रोप्छौँ। मकैबारीको भित्रभित्र कोदो रोप्छौँ होइन। कहाँ खाएर ठकेला अब उन्चालिस सबै मुठा दिनु पारेछु छवटा मुठा छवटा मुठा अघि पठाएँ 12 मुठा बिहान 26-27 छ हजुर
सो हाम्रो चाहिँ अब खनेर मैले सकिसकेँ, खन्ने काम थियो मेरो चाहिँ। अब यहाँ 3 जना खेताली र मम्मी र बहिनी 5 जना भएर रोप्दै हुनुहुन्छ होइन। सो दुःख सुख सकियो, तलको भन्दा अलिक साह्रो रहेछ यहाँ बारी चाहिँ। अब यहाँ हाम्रो आन्टीहरू मम्मीहरूले रोप्दै हुनुहुन्छ। बिउ पुग्दैन जस्तो छ फेरि अलिकति। हाम्रो शान्ति आन्टी जिन्दाबाद। ठुल्यामी हेलो भनिदिनु त यसो। बिउ चाहियो यहाँ त पुगेन भाइ, फेरि 4वटा मुठा सापट्टि हुने भयो। ल हामीले बिउ नि पायौँ, ठुल्यामीको घरबाट अरे 2टा मुठा दिनुभयो ठुल्यामीले। अब ल्याएर रोप्छौँ अनि त्यसपछि फिनिस्ड। यिनी चाहिँ हाम्रो आजको मेन खेताली, जे भने च्याम्पियन छिन् फेरि यिनी त। गाडी साडी नि कुदाइदिन्छन् कहिलेकाहीँ होइन बुनु? एकदम गाडीको लाइसेन्स निकाली त कुदाएर निकाल्छ अनि यसै त निक्लेन होला। ओके ल ठिक छ ठिक छ। सो यिनै हातुन कर्म गरे नि धर्म गरे नि पाप गरे नि होइन। कहिले खेतबारीमा आएर बाउसो चलाउने, कहिले घाँसको आँसी चलाउने, त्यसै गरी हस्पिटलमा फेरि सुई दबाई पानी चलाउने, बिरामीको पेसेन्टको जिन्दगी बचाउने यिनै हातुन। कर्म गर्न छोडिन्न जहाँ गए नि है। गाउँघरमा हुँदाखेरि पनि दुःख गर्नु पऱ्यो। सो अब यहाँ फोरा त उठे छैन, अझ यसरी फोरा नि उठ्थ्यो, धेरै गाह्रो भएको भए। कर्म गरौँ फलको आश नगरौँ भन्छन् होइन। गाउँघरमा आएको बेलामा गर्नै पऱ्यो, के गर्ने होइन। त्यो चाहिँ आफ्नो सोचाइमा भर पर्छ, काम गर्ने या नगर्ने भन्ने। हाम्रो ठुल्यामले घाँस लिएर आउनुभयो ट्याक्क लाएर। केलाई हाल्ने ठुल्याम यो घाँस? कुखुरालाई हो? बङ्गुर लाएर त्यो सोध्छ नै यो अब के हाल्दै हुनुहुन्छ भनेदेखि त्यो फुड भ्लग बनाउँदा। अब हाम्रो ठुलोले बङ्गुरलाई घाँस हालिदिनु लिएर जाँदै हुनुहुन्छ है। बङ्गुरले घाँस खान्छ, म त्यो पनि त्यहाँ आउँछु एकछिन। सो गाइज हाम्रो चाहिँ अब कोदो रोपेर सकिसक्यो। अब चाहिँ घर जाने, हात खुट्टा धुने, त्यसपछि भलिबलहरू खेल्ने, क्रिकेट भलिबल। थकाइ लाग्यो भने यत्तिकै बस्ने होइन। हाम्रो चाहिँ तल घर ठुल्यामीहरू पनि कोदो चाहिँ रोपिसक्नुभयो। यता माथितिर सकेर तलतिर जानुभयो। अब हाम्रो दिवस भाइ भएको भए दिवस भाइले खन्ने गर्ने गर्थ्यो क्यारे होइन, खनेर पुऱ्याइदिन्थ्यो। अब ठुल्यामीले आफै खन्नुभयो अथवा खेताला हाल्नुभयो कि खै के गर्नुभयो। यसरी मकैबारीभित्र खन्दै रोप्दै गरिन्छ। बिउ चाहिँ अलिक पहेँलो पहेँलो भएको टाइपको रहेछ। यो पानी आयो भने सर्छ, हुन त माटो चिसो भयो भने यत्तिकै नै सर्छ। यसरी चाहिँ मकैबारीभित्र रोपेर कोदो सकिसक्यो। हाम्रो चाहिँ यो पुरै खरबारी भयो। यो माथि जाने ढलान बाटो, यो बारी। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ हामीले पोहोर सालको दसैँमा हालेको पिङ अहिलेसम्म फालेको छैनौँ होइन। चैते दसैँ, बडा दसैँ, चैते दसैँ, अबको आउने बडा दसैँमा नि यही पिङले चलाउने भन्ने कुरो छ के। अब हेर धन्न क्या छ, हामीले 7 जना मिलेर बनाएको वाला पिङ हो यो। अहिलेसम्म यत्तिकै छ, ढले छैन है भन्नाले, न ढले छ न हामीले काटेछौँ, यत्तिकै छ है। अहिले ल्याएर खेल्ने भने नि हुन्छ हुन त, तर त्यो डोराहरू चाहिँ कुहिएछ कि थाहा छैन। फेरि त्यो बाँधेको डोराहरू कुहिएर छ भने चाहिँ फेरि धान्दैन है। सो यो चाहिँ हाम्रो पिङ। अब हाम्रो घर चाहिँ अलमोस्ट भ्याइसक्यो, यति मात्रै छ, थोरै। 5 जना भएर रोप्दै हुनुहुन्छ यहाँनिर। 3 जना यता, 2 जना त छेउतिर। अब सकिएपछि यो वर्षलाई हाम्रो कोदो सकियो।
भेट्नु ट्याप्पा लाएर सो हाम्रो कोदो सकिसक्यो अब फाइनल्ली खोइ ल्याउँछ हामी 3 जना आन्टीहरूले मिलेर सक्दिनु भयो भन्नु पर्यो अब कतै गयो हामी खुलियाम यता हुनुहुन्छ दिदी दिदी साथै दिदी 3 जना आउनु भएको बाहिरबाट अरू हामी घरकै है त ल भेट्ने चरणमा छ है त लास्ट अन्तिम चरण ल स्वाहा ल सक्यो ताली बजाउँ न यस्तो खोइ त नि ल हाम्रो अब दाइजो रे यो चाहिँ दाइजो है त ल ल सबैजना मिलिजुली हाम्रो सकियो है त 6 जना भएर कसैले खन्ने कसैले रोप्ने कसैले बिउ काट्ने मम्मीले सबैजना भएर फाइनल्ली सकियो सो हामीले अब कोदो रोपेर सकिसक्यो 1-2टा टिकटक नि बनायो फोटोहरू नि खिच्यो अन्त्यहरूसँग अब यो वर्षको लागि चाहिँ हाम्रो कोदो रोपाइ सकिएको छ अब फेरि रोप्यो भने अर्को वर्षलाई मात्रै सो यहाँ 5 जना आउनुभयो मसँग एकजना गरेर 6 जना ओके गाइज भिडियो हेर्नु होला लाइक कमेन्ट गर्नु होला पेज लाइक र फलो पनि गरिदिनु होला है त 131 जनाले गर्नुभएको रहेछ फलो 150 पुगेर पनि टार्गेट हो Okay guys, bye bye, see you in the next vlog. Thanks for watching till the end. Take care everyone.